कञ्चनजङ्घासित। प्रातःकालदेखि सन्ध्यासम्म मेरा ती गृहका खिरको दैलोबाट उत्तरतिर फिजेको त्यो कञ्चनजङ्घासँग प्रत्येक दिन मेरो साक्षात्कार हुन्छ। स्वच्छ सुन्दर प्रबल अटल अधीर त्यो कञ्चनजङ्घाको दृश्यले मेरो मन प्राणलाई नै आकर्षित गराउँछ। हे कञ्चनजङ्घा, तिमी युगौदेखि प्रत्येक मानवको क्रियाकलापहरू मौन बसेर हेरिरहेका छौ। सत्यदेखिको कलिसम्मको अन्तरालमा तिमी प्रत्येक मानवको अन्तःकरणको भावनासँग परिचित छौ। त्यस युगदेखि यस युगसम्म मानवले कति पदोन्नति गरे त, त्यो सबैको तिमी साक्षी त केवल तिमी नै हौ नि। प्रत्येक दिन तिम्रो दृश्य अवलोकन गर्न हजारौंको संख्यामा मानवहरू आउँछन्। टाढा नजिकबाट तिमीलाई हेरेर खुसी हुन्छन्, मक्ख पर्छन्, अभाग हुन्छन्, छक्क पर्छन्। ईश्वरको सृष्टि अपरम्पार छ भनी परमात्माको गुणगान गर्छन्। तर तिमीबाट केही ज्ञान भने आर्जनै गर्दैनन्। तिमी कति गुणले भरिएको छौ, वर्णन गरेर यहाँ साध्य छैन, होइन र? तर मानव सर्वगुण सम्पन्न भएर पनि अवगुणहरूले आफूलाई छोपिसकेका छन्। यिनीहरू कति विकास गर्लान्, मानव चोला छङभङ्गुर छ। तर तिमी कञ्चनजङ्घा युग युगदेखि अजर अमर छौ। आउने दिनहरूमा मानवहरूले के कति उन्नति गर्छन्, त्यसको प्रत्यक्षदर्शी पनि तिमी नै हौ।